हजुरहरू राष्ट्रिय वाणिज्य बैंकको चौथो र पाँचौं लेभलको भ्याकेन्सीको वेटिङमा बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूमा तपाईहरुलाई भ्याकेन्सी सम्बन्धी जानकारी दिनका निमित्त युट्युब च्यानल मार्फत तपाईहरुमाझ उपस्थित भइसकेको छु। तपाईहरु धेरै विद्यार्थीहरू राष्ट्रिय वाणिज्य बैंकले भ्याकेन्सी किन ल्याउँदैन धेरै भइसक्यो भनेर हामीसँग अनलाइन फिजिकल पढ्ने विद्यार्थीहरू पनि एकदमै नेगेटिभ भइराख्नु भएको छ। तपाईको धारणा हेर्दै गर्दा यो भ्याकेन्सीसँग सम्बन्धित विषयवस्तुमा एकदमै नेगेटिभिटी छ क्या। तपाईहरु युट्युबका विद्यार्थीहरू पनि एकदमै नेगेटिभ भइराख्नु भएको छ। कहिले भ्याकेन्सी ल्याउँछ, कहिले भ्याकेन्सी ल्याउला र मैले तयारी गरुला, त्यो टाइपको एकदमै तपाईमा चाहिँ नकारात्मक भावना चाहिँ धेरै भएको हुनाले गर्दा तपाई नातिनुस्, तपाई आत्तिहाल्नु पर्ने आवश्यकता छैन। अहिले चाहिँ राष्ट्रिय वाणिज्य बैंकले थोरै सिलेबसमा छलफल गर्दैछ, थोरै सिलेबसमा चाहिँ संशोधन गर्दैछ। चौथो तह, पाँचौं तह, त्यो कारणले गर्दा अलिकति ढिला भएको हो है। भ्याकेन्सी ढिलो ल्याउँछ तर ठूलो संख्यामा भ्याकेन्सी ल्याउँछ। तपाई नेगेटिभ नै भइहाल्नु पर्ने अवस्था छैन। यदि तपाईले तयारी सुरु गर्नु भएको छैन भने तपाईले आफ्नो तयारीलाई सुरु गर्नुहोस्। राष्ट्रिय वाणिज्य बैंकले सिलेबस सँगसँगै भ्याकेन्सी सार्वजनिक गर्ने कुरा जानकारी गराइसकेको छ। त्यसैले गर्दा तपाईले तयारी सुरु गर्नु भएको छैन भने तयारी सुरु गर्नुस्। यदि तयारी सुरु गर्नु भएको छ भने एकदमै इफेक्टिभ ढंगले तयारी गर्नुस्।